घन्टीको आवाजले अत्तालियो राज्य संयन्त्र। सनरुफ पछि अब सक्कल घन्टी बजाउने प्रतिबन्ध। चुनाव आउन अब जम्मा 11 दिन बाँकी छ र निर्वाचन आयोगको कडा सूचना आएको छ। राष्ट्रपाका उम्मेदवारले अब सडकमा भौतिक रूपमा सक्कल घन्टी बोकेर बजाउँदै भोट माग्न पाउने छैनन्। यदि बजाएको भेटिएमा सिधै कारबाही हुनेछ। हो, तपाईले सही सुन्नुभयो। अब उम्मेदवारले आफ्नो चुनाव चिन्ह जनतालाई देखाउन पनि नपाउने। केही समय अगाडि मात्रै गृह मन्त्रालयले एउटा अचम्मको नियम ल्याएको थियो। चुनाव प्रचारमा रुफटप वा गाडीको सनरुफबाट निस्किन बन्देज। यो निर्णयलाई लिएर राष्ट्रपाका समर्थकहरूले असन्तुष्टि व्यक्त गरेका छन् भने कतिपयले यसलाई निर्वाचन आचार संहिताको पाटोबाट पनि हेरिरहेका छन्। निर्वाचन प्रचार प्रसारमा लगाइएको यो नियमलाई धेरैले विगतको अर्को एउटा घटनासँग जोडेर हेरिरहेका छन्। तपाईहरूलाई स्मरण होला, केही समय अगाडि गृह मन्त्रालयले चुनाव प्रचारका क्रममा गाडीको सनरुफबाट निस्किन र रुफटपको प्रयोग गर्न बन्देज लगाउने नियम ल्याएको थियो। सरकारले उक्त नियम विशुद्ध सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि ल्याइएको प्रष्टीकरण दिएको थियो। यद्यपि राष्ट्रपाका उम्मेदवारहरूको प्रचार शैली र उनीहरूले सनरुफबाट पाउने गरेको जनसमर्थनलाई देखेर नै त्यो नियम ल्याइएको हो कि भनेर जनताले आशंका गरेका छन्। अहिले फेरि भौतिक घन्टी बजाउनमै रोक लगाइएपछि राष्ट्रपाका समर्थकहरूले राज्य संयन्त्रले आफूहरूलाई लक्षित गरिरहेको गुनासो गर्न थालेका छन्। विचार र चुनावी एजेन्डाको बहस हुनुपर्ने समयमा चुनाव चिन्हकै प्रयोगमा विवाद उत्पन्न हुनुले निर्वाचनको माहौललाई थप तताएको छ। निर्वाचन आयोगको यो निर्णयपछि अहिले सामाजिक सञ्जाल र चिया पसलहरूमा एउटा गम्भीर प्रश्न उठिरहेको छ। आखिर घन्टीको प्रयोगमा किन यति धेरै बहस भइरहेको छ? राष्ट्रपाका लागि घन्टी केवल एउटा चुनाव चिन्ह मात्र नभएर पुराना राजनीतिक व्यतिथिहरू विरुद्धको अलर्ट वा जागरणको प्रतीक पनि हो। हरेक दलका आफ्ना चुनाव चिन्हको आत्मीय महत्त्व हुन्छ। तर निर्वाचनको मुखैमा आएर आयोगले यस्तो निर्णय गर्दा यसले मतदाताको मनोविज्ञानमा कस्तो असर पार्छ भन्ने विषय महत्त्वपूर्ण छ। कतिपय आलोचकहरूले यसलाई पुराना दलहरूको दबावमा गरिएको निर्णय भनेर अर्थ्याएका छन् भने आयोगले यसलाई विशुद्ध आचार संहिता पालनाको पाटो मानेको छ। तर एउटा कुरा पक्का छ, चुनाव चिन्हको भौतिक प्रयोगमा रोक लगाउँदैमा मतदाताको विचार र रोजाइलाई भने रोक्न सकिँदैन। यस प्रतिबन्धले राष्ट्रपाको प्रचार अभियानलाई रोक्ले भन्दा पनि यसको स्वरूप परिवर्तन गर्ने देखिन्छ। सडकमा भौतिक घन्टी बोक्न नपाएपछि अब समर्थकहरूले डिजिटल विकल्पहरू अपनाउने चर्चा छ। अब मोबाइलको रिङटोनमा गाडीको